हामी सबैलाई थाहा छ चाउचाउ भनेको जंक फुड हो भनेर, तर हामी धेरै जसो खाने भनेको चाउचाउ नै हो। सो हेलो साथीहरु, सबैलाई स्वागत छ मेरो छोटो मिठो ब्लगमा। आइयो तपाईहरु सबै सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै नै छु। आज यति धेरै पानी पर्छ भन्ने सोचेको पनि थिएन। पानीको साथै हुरी बतास पनि आयो, एकदमै पानी पनि आइराको थियो अनि आज चिसो पनि थियो एकदमै। अनि मेरो दिमागमा आयो कि आज चिसोमा अलि तातो बनाएर के खाऊ भनेर। मेरो दिमागमा आउने भनेको चाउचाउ मात्रै हो, अरु भन्ने म केही पनि खादैन। अब खानुपर्ने लोकल भारेको मासु होइन, तर मासु सासु चाहिँ म खादिन। त्यही नै मेरो ठुलो समस्या। अनि त्यसपछि म काट्न लागिसके लोकल आफ्नो प्याज टमाटर काटिसकेपछि टाप्के पनि आइसकेको थियो। त्यसमा चाहिँ तातो पानी लगाइदिए अनि चाउचाउ पनि अनबक्सिङ गर्न लागे। चाउचाउ चाहिँ मैले मामा ल्याएको थिएँ, 3वटा ल्याएको थिएँ। 1-2ले चाहिँ पुग्दैन, घरमा धेरै मान्छे छन्। म, मम्मी, भाइ, बहिनी, हजुरआमा कतिजना भयो यसो कमेन्ट गर्नु होला। त्यसपछि अनबक्सिङ गरिसकेपछि त्यसमा चाहिँ तातो पानी हालिदियौं। एकछिनमा चाहिँ चाउमिनको जस्तो रला हुन्छ। त्यति गरिसकेपछि अब टाप्केमा चाहिँ तेल हाल्न थाल्यौं अनि चाउचाउमा आएको घिउलाई पनि त्यसमै हालिदियौं। त्यसमा चाहिँ पछि प्याज पनि हालिदियौं। प्याज हालिसकेपछि अलिकति चाहिँ त्यसलाई भुटिन दियौं। त्यो भुटिसकेपछि टमाटर पनि साथमा एड गरिदियौं अनि साथै खोर्न थाल्यो दुमैलाई। म त चाउचाउलाई यसरी नै बनाउँछु, तपाईहरु कसरी बनाउनु हुन्छ यसो कमेन्ट गर्नु होला। मेरो स्टाइल भनेको यस्तै नै हो। अब यो कुरालाई साइडमा राखौं, म कसरी बनाउँछु हेर्दै जानु होला। त्यसमा चाहिँ मसला पनि एड गरिदिए। मसला एड गरिसकेपछि त्यसलाई अलिकति खोर्न थाल्यौं। मसलालाई पनि भुटिन लगाइदियौं। मसला भुटिसकेपछि अब अघि तातो पानीमा हालेको चाउचाउलाई चाहिँ त्यसमा हाल्न थाल्यौं। म तपाईहरुलाई एउटा कुरा भन्न चाहन्छु, मेरो भिडियो फुल वाच गर्नुहुन्छ कि नै यसो कमेन्ट गर्नु होला। मैले भनेको तपाईहरु चाहिँ कमेन्ट गर्नु हुँदैन। यसपछि के खालको भिडियो ल्याउ भनेपछि तपाईहरु कमेन्टै गर्नुहुन्न, मलाई डिमोटिभेट बनाइदिनु हुन्छ। मलाई भिडियो बनाउन पनि मन लाग्दैन। अब के गर्नु, लागिसकेपछि के गरेर त छोड्नु पर्यो हैन। तपाईहरु चाहिँ अब कमेन्ट गर्दिनु होला यसपछि कस्तो भिडियो ल्याउ भनेर। अब यो कुरालाई साइडमा राखौं। अब हाम्रो चाउचाउ पनि रेडी भइसकेको छ। रोटी भात चाउचाउ हाम्रो सबै रेडी भइसकेको छ। मम्मीले चाहिँ हाल्दै हुनुहुन्छ, मम्मीले चाहिँ सबैलाई हाल्दै हुनुहुन्छ अनि मैले चाहिँ आफ्नो भाग दिए। सबैभन्दा म चाख्छु कस्तो हुन्छ। मैले बनाएको चीज के नराम्रो हुन्छ भन्ने त त्यहाँ देखिदैन। बनाएको चीज जे पनि राम्रै भइहाल्छ। कुकिङ गर्न त म 1 नम्बर हो नि, जे चीजलाई पनि बवाल नै बनाइदिन्छु। पहिला मासु पनि एकदमै बवाल नै बनाउँथे। अब चाउचाउको के कुरा गर्नु, चाउचाउ त एकछिनमै बनाइदिन्छु। दामी भएको थियो अनि मम्मीलाई पनि मन परेको थियो। म फेरि पनि भन्न चाहन्छु म कुन टाइपको भिडियो ल्याउ भने। आजको लागि यति नै, भेटौँला अर्को ब्लगमा। राधे राधे।